हेलो गाइज, आज चाहिँ पोखरा टुरको डे 2 थियो अनि आज चाहिँ हामी दुईवटा साइट भिजिट गर्नु थियो। आज हामी बिहान उठेर ब्रेकफास्ट गरेर चाहिँ हामी फर्स्ट साइटमा गयौँ, जुन चाहिँ हाम्रो सेती रिभर थियो। सेती रिभरबाट चाहिँ इरिगेसनको लागि क्यानलहरू बनाएर पानी लग्ने गरिएको थियो। हामी चाहिँ त्यही भिजिट गर्न गएको थियौँ। अनि यो चाहिँ सेती रिभर रहेको छ, जुन चाहिँ पोखरामा रहेको छ। अनि हामी चाहिँ पोखरा गएको थियौँ। अनि यो चाहिँ हामी माथि पम्प हो, त्यो इरिगेट गर्ने ठाउँबाट हेर्दाखेरि चाहिँ लास्टै डर लाग्ने देखिएको थियो। अनि राम्रो पनि सिनहरू भ्यूहरू पनि एकदम राम्रो थियो। त्यसपछि चाहिँ हामीले यो रिभरबाट चाहिँ पानी क्यानलको थ्रुबाट लगेको देख्यौँ। अनि त्यहाँ चाहिँ हामीले धेरै कुराहरू हेर्न पायौँ। अनि यो चाहिँ ठुलो क्यानल थियो, यहाँबाट चाहिँ पानी इरिगेसनको लागि फार्मरहरूको लागि यहाँबाट चाहिँ फिल्डमा जान्छ। त्यसपछि चाहिँ हामी यता सेतीको टनेलमा गयौँ। अनि यहाँ चाहिँ हामीले नर्मल एक्युडक्ट रहेछ, अनि त्यो चाहिँ हामीलाई सरले भनिदिनु हो। अनि यो पानी हामीले यो चाहिँ सेतीको खोज हेऱ्यौँ। त्यसपछि चाहिँ हामी फेवा ड्याम साइड हेर्न गयौँ। अनि त्यहाँ पनि हेऱ्यौँ। अनि त्यहाँ खाना खाने बेला भइसकेको थियो, 1-2 बजिसकेको थियो। त्यसपछि हामी खाना खानको लाग्यौँ। खाना खाएपछि हामी कहाँ जान्छौँ, म अर्को भिडियोमा भन्छु है त। बाई।